स्नातक तह बीए र बीएड प्रथम वर्षको परीक्षा फागुन 1 गतेदेखि, स्नातक उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा एमबीए सम्बन्धी अभिमुखीकरण कार्यक्रम फागुन 15 गते, बीबीए कार्यक्रम सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न, कक्षा 11 र 12 को दोस्रो आन्तरिक परीक्षाको नतिजा सार्वजनिक, आरएमसी मध्यबिन्दु बहुमुखी क्याम्पसद्वारा 2 दिने प्रशिक्षण कार्यक्रम सम्पन्न, बीआईसीटी कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न, स्नातक तहमा वार्षिक प्रणाली अनुसार सञ्चालन हुने तेस्रो वर्षको परीक्षा आवेदन फारम खुल्ला, अतिरिक्त क्रियाकलाप विभागद्वारा विभिन्न कार्यक्रमहरूको सूचना प्रकाशित, स्नातक तह प्रथम र चौथो वर्षको परिमार्जित परीक्षा तालिका सार्वजनिक। नमस्कार सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरू, मध्यबिन्दु बहुमुखी क्याम्पस सम्बन्धी महत्त्वपूर्ण शैक्षिक गतिविधिहरूको सङ्गालो एमएमसी न्युज युट्युब च्यानलमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। शैक्षिक क्षेत्रमा भएका विभिन्न समाचारहरू प्रसारण गर्ने उद्देश्यले तयार पारेको यस कार्यक्रम साप्ताहिक रूपमा प्रसारण गरिनेछ। आजको प्रथम श्रृङ्खला अन्तिमसम्म हेरेर कार्यक्रम सम्बन्धी हजुरहरूको अमूल्य प्रतिक्रिया र रचनात्मक सल्लाह सुझाव दिन नभुल्नुहोला। साथै क्याम्पसको शैक्षिक गतिविधिहरूको विषयमा अपडेटको लागि हाम्रो न्युज च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सनुहोला। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय तथा मानविकी संकाय अन्तर्गत 3 वर्षीय स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा यही फागुन 1 गतेबाट सञ्चालन हुने भएको छ। मध्यबिन्दु बहुमुखी क्याम्पसबाट परीक्षामा सहभागी हुने बीएड प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा केन्द्र बुटोल बहुमुखी क्याम्पस बुटोल रहेको छ भने बीए प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा केन्द्र मयादेवी कन्या क्याम्पस भरतपुर चितवन रहेको छ। अन्य क्याम्पसबाट सहभागी परीक्षार्थीहरूले टियुको आधिकारिक वेबसाइट tuexam.edu.np मा आफ्नो रजिस्ट्रेसन नम्बर टाइप गरी परीक्षा केन्द्रबारे जानकारी लिन सक्नुहुनेछ। परीक्षा बिहान 7 बजेबाट सञ्चालन हुनेछ। त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित स्नातकोत्तर तह अन्तर्गत एमबीएस कार्यक्रमको सिमेट परीक्षा यही माघ 21 गते शनिबार सम्पन्न भई नतिजा प्रकाशन माघ 24 गते बिहीबार भएको थियो। उक्त सिमेट परीक्षामा सम्मिलित भई उत्तीर्ण हुन सफल सम्पूर्ण परीक्षार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै फागुन 14 गतेसम्म भर्ना खुल्ला गरिएको र फागुन 15 गते बिहान 7 बजे बधाई शुभकामना तथा अभिमुखीकरण कार्यक्रम र कक्षा सञ्चालन फागुन 16 गतेदेखि बिहान तथा सन्ध्याकालीन समयमा हुने जानकारी मध्यबिन्दु बहुमुखी क्याम्पसका एमबीएस कार्यक्रम प्रमुख श्री रमेश ऋषिज्यूले दिनुभएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयद्वारा बीबीए कार्यक्रम सञ्चालन गर्ने क्याम्पसहरूमा अध्यापनरत प्राध्यापकहरूको लागि शिक्षण एवं मूल्याङ्कन विधि सम्बन्धी 2 दिने अभिमुखीकरण तालिम होटल ल्यान्डमार्क सौराहामा सम्पन्न भएको छ। 2079 माघ 28 र 29 गते आयोजित वर्कसप कम ओरिएन्टेसन अन बीबीए कोर्स डिसेमिनेसन पेडागोजी एन्ड इभ्यालुएसन सम्बन्धी अभिमुखीकरण तालिममा देशैभरिबाट बीबीए कार्यक्रम सञ्चालन गर्ने 53 वटा क्याम्पसहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा मध्यबिन्दु बहुमुखी क्याम्पसको तर्फबाट सहायक क्याम्पस प्रमुख सह प्राध्यापक श्री सुरेन्द्र बहादुर एमसीज्यू, बीबीए कार्यक्रम प्रमुख उपप्राध्यापक श्री ऋषिकान्त पराजुलीज्यू र उपप्राध्यापक श्री विष्णुप्रसाद जैसीज्यूको सहभागिता रहेको थियो। जो मेनली यसमा डिसेमिनेसन अनि पेडागोजी र इभ्यालुएसन सिस्टमको बारेमा हामीलाई देशभरि नै बीबीए सञ्चालन रहेका कलेजहरूबाट कार्यक्रमको डाइरेक्टर सहित 2 जना फ्याकल्टी मेम्बरहरू त्यसमा सहभागी हुनुपर्ने व्यवस्था थियो र त्यो कार्यक्रम रजिस्ट्रार त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डाक्टर पेशल दाहालको प्रमुख आतिथ्यतामा तथा फ्याकल्टी अफ म्यानेजमेन्ट डिन अफिस कार्यालयका डिन आदरणीय प्रोफेसर डाक्टर दिलराज शर्माको सभापतित्वमा सम्पन्न भएको थियो र त्यो कार्यक्रममा पेडागोजी सम्बन्धी इभ्यालुएसनसँग सम्बन्धित एक्सपर्ट सरहरू विशेष गरेर गङ्गा गौतम सर र प्रोफेसर डाक्टर महानन्द चालिसे सरले हामीलाई एक्सपर्टको रूपमा चाहिँ ओरिएन्टेड गर्नुभएको थियो र मेनली यसमा बीबीए कार्यक्रममा स्टुडेन्ट सेन्ट्रिक कोर्स भएको हुनाले लाइभ प्रोजेक्टहरू अनि टर्म पेपरहरू अनि त्यसपछि गएर विद्यार्थीहरूलाई इभ्यालुएसन कसरी गर्ने भन्ने सन्दर्भमा र अनि उनीहरू टिचिङ मेटेरियल्सहरूलाई लाइभ प्रोजेक्ट मार्फत चाहिँ कसरी विद्यार्थीहरूलाई इन्गेज गराएर सम्पन्न गर्न सकिन्छ र कर्पोरेट हाउसहरूसँग विद्यार्थीहरूलाई कसरी इन्कर्पोरेट गर्न सकिन्छ, लिङ्कअप गर्न सकिन्छ भन्ने सन्दर्भमा क्वेसन प्याटर्न मेनली यसमा लट्स र हर्ट्स दुईटा एप्रोचहरू माध्यमबाट क्वेसनरहरू कसरी डेभलप गर्ने
र सिकाइ प्रक्रियालाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा नै हामी विभिन्न समूहहरूमा विभक्त भएर छलफल गऱ्यौँ। कार्यक्रम अत्यन्तै उत्साहप्रदक थियो र हामीले त्यो कार्यक्रममा जुन नलेज इन्हान्समेन्ट गऱ्यौँ त्यो नलेजलाई यहाँ मध्यबिन्दु बहुमुखी क्याम्पसमा फ्याकल्टी मेम्बरहरूको बिचमा पनि सेयरिङ गर्ने योजना बनाएका छौँ। धन्यवाद। रिसर्च म्यानेजमेन्ट सेल मध्यबिन्दु बहुमुखी क्याम्पस काउसिदी नवलपुरद्वारा क्याम्पसमा प्राध्यापनरत प्राध्यापकज्यूहरूलाई रिसर्चमा सहयोग पुर्याउने उद्देश्यका साथ 2079 माघ 7 र 8 गते आयोजित युज अफ लेटेस्ट स्ट्याटिस्टिकल टुल्स एन्ड इट्स इम्प्लिमेन्टेसन इन एकाडेमिक राइटिङ एन्ड पब्लिकेसन शीर्षकमा 2 दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रशिक्षकको रूपमा नेपाल खुला विश्वविद्यालय सोशल साइन्स एन्ड एजुकेसन प्रोग्राम कोअर्डिनेटर एसोसिएट प्रोफेसर डाक्टर जीवन खड्का र काठमाडौँ विश्वविद्यालय स्ट्रिम एजुकेसनका भिजिटिङ फ्याकल्टी मेम्बर मिस्टर निरज दाहालजी उपस्थित हुनुभएको थियो। सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री जीवन श्रेष्ठज्यू, क्याम्पस प्रमुख गणेशमान गिरीज्यू लगायत 35 जना प्राध्यापक तथा कर्मचारीज्यूहरूको सहभागिता रहेको थियो। मध्यबिन्दु बहुमुखी क्याम्पसमा कक्षा 11 र 12 मा अध्ययनरत विद्यार्थीहरूको दोस्रो आन्तरिक परीक्षाको नतिजा यही माघ 27 गते शुक्रबार प्रकाशन गरिएको छ। आन्तरिक परीक्षा संयोजक श्री चेतनारायण सापकोटाज्यूका अनुसार यही माघ 4 गतेदेखि 13 गतेसम्म सञ्चालित परीक्षाको नतिजा प्रकाशन गरिएको हो। कार्यक्रममा प्रत्येक समूहका प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई नगद पुरस्कार तथा ग्रेड सिट प्रदान गरिएको थियो। कार्यक्रम क्याम्पस प्रमुख गणेशमान गिरीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। सो कार्यक्रममा नगर स्तरीय खेलकुद प्रतियोगितामा भाग लिई विभिन्न विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने खेलाडी विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार वितरण गरी सम्मान गरिएको थियो। आईटी क्षेत्रमा सशक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले नवलपुर जिल्लामा नै पहिलो पटक मध्यबिन्दु बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गत सम्बन्धन प्राप्त बीआईसीटी प्रोग्राममा प्रथम र दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरिएको छ। यही माघ 17 गते शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा ट्यु फ्याकल्टी अफ एजुकेसन आईटी डिपार्टमेन्ट हेड लेक्चरर मिस्टर रोमकान्त पाण्डेज्यूले सहभागी विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको छ भने उक्त कार्यक्रम मध्यबिन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री गणेशमान गिरीज्यूको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक प्रणाली अनुसार सञ्चालन हुने 3 वर्षीय स्नातक तह तेस्रो वर्षको परीक्षा दिने बीए तर्फका आंशिक परीक्षार्थीहरूको लागि परीक्षा आवेदन खुला गरिएको छ। क्याम्पसद्वारा प्रकाशित सूचना अनुसार परीक्षा आवेदन फारम फागुन 10 गते बुधबारसम्म भर्न सकिनेछ। 3 वर्षीय स्नातक तह 2072 सालमा भर्ना भई 2073 सालमा प्रथम पटक परीक्षा दिएका परीक्षार्थीहरूको लागि यो अन्तिम पटकको परीक्षा हुनेछ। यसअघि स्नातक प्रथम वर्षको नियमित तथा आंशिक परीक्षार्थीहरूले परीक्षा आवेदन फारम भर्न छुट भएको भए क्याम्पस प्रशासनमा सम्पर्क गर्नु हुन समेत परीक्षा शाखा प्रमुख तथा प्रशासकीय अधिकृत एम नारायण चालिसज्यूले परीक्षार्थीहरूलाई अनुरोध गर्नुभएको छ। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, व्यक्तित्व तथा नेतृत्व विकासका लागि अतिरिक्त क्रियाकलाप विभागद्वारा विभिन्न कार्यक्रमहरू गरिने भएका छन्। विभागको माघ 22 गते प्रकाशित सूचना अनुसार मध्यबिन्दु बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण तहका विद्यार्थीहरू सहभागी हुन सक्ने गरी हाजिर जवाफ प्रतियोगिता कार्यक्रमको लागि समूह निर्माण गरी क्याम्पसको आगन्तुक कक्षामा समूह दर्ता गराउन जानकारी गरिएको छ। विद्यार्थीहरूले प्रत्येक समूहमा कम्तीमा 1 छात्र सहित 3 जना सदस्यको समूह बनाउन सक्नेछन्। अन्तिम प्रतिस्पर्धा 8 समूहबीच हुने भएकाले 8 भन्दा बढी समूह दर्ता भएमा छनौट चरणबाट उत्कृष्ट 8 समूह छनौट गरी प्रतियोगिता सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप विभागका संयोजक श्री करुण लम्सालज्यूले जानकारी दिनुभएको छ। विभागले कविता वाचन प्रतियोगिता समेत गर्ने भएको छ। माघ 26 गते प्रकाशित सूचना अनुसार विद्यार्थीहरूले खुला र स्वतन्त्र शीर्षकमा कविता लेख्न सक्नेछन्। क्याम्पसमा अध्ययनरत सम्पूर्ण तहका इच्छुक विद्यार्थीहरूले यही फागुन 2 गतेसम्ममा क्याम्पसको आगन्तुक कक्षामा नाम दर्ता गराउन सक्नेछन् भने प्रतियोगिता फागुन 5 गते शुक्रबार हुन्छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार सञ्चालन हुने स्नातक प्रथम वर्षको शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन संकायतर्फका नियमित र आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका पुनः परिमार्जन गरी सार्वजनिक गरिएको छ। 4 वर्ष स्नातक प्रथम वर्षको परीक्षा तालिका सुधार गरी नियमित तथा आंशिक तर्फका परीक्षार्थीहरूका लागि छुट्टा छुट्टै परीक्षा तालिका तेस्रो पटक माघ 24 गते प्रकाशित गरिएको छ। प्रकाशित समय तालिका अनुसार
4 वर्षीय स्नातक प्रथम वर्षको नियमित तर्फका परीक्षार्थीहरूको परीक्षा 2080 साल वैशाख 3 गतेबाट सञ्चालन हुनेछ भने आंशिक तर्फका परीक्षार्थीहरूको परीक्षा वैशाख 4 गतेबाट सञ्चालन हुनेछ। यो सँगै 4 वर्षीय स्नातक चौथो वर्षको परीक्षा तालिका दोस्रो पटक परिमार्जन गरी सार्वजनिक गरिएको थियो। चौथो वर्षको वार्षिक परीक्षा भने चैत 12 गतेबाट हुने गरी परीक्षा तालिका सार्वजनिक गरिएको छ। परीक्षा तालिका ट्युको आधिकारिक वेबसाइट tuexam.edu.np वा यस भिडियोको डिस्क्रिप्सन लिङ्कबाट समेत प्राप्त गर्न सक्नुहुनेछ। शैक्षिक गतिविधि सम्बन्धी यो श्रृङ्खलाको लागि तयार पारिएको समाचारहरू हजुरलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। हामी प्रत्येक हप्ता शैक्षिक क्षेत्रमा भएका राष्ट्रिय समाचारहरूको साथै मध्यबिन्दु बहुमुखी क्याम्पसका शैक्षिक गतिविधिहरू लिएर आउनेछौँ। अपडेटको लागि हाम्रो न्युज च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।